कुवेतमा रहनुभएको घरेलु कामदारमा काम गर्ने नेपाल दिदीबहिनीहरूले चाहिँ के कुवेतको एयरपोर्ट चाहिँ साँच्चैकै खोल्ने हो भनेर सोध्नु भएको छ होइन। कुवेतको एयरपोर्ट चाहिँ भोलिको 26 तारिकदेखि चाहिँ होइन सञ्चालनमा आउने छ। यो चाहिँ कुवेतको गभर्मेन्टले नै यहाँको चाहिँ अनाउन्स गरेको हो र तपाईँहरूले चाहिँ भन्नुहुन्छ मलाई म्यासेज गर्नु, हाम्रो साउनीले चाहिँ भन्छ कि हामीलाई मेको 15 तारिकदेखि खोल्ने कुरा छ भनेर भन्छ र तपाईँहरूले भन्छ भोलिदेखि पर्सिदेखि खोल्ने कुरा गर्नुभएको छ भनेर मलाई कति धेरै दिदीबहिनीहरूले म्यासेज गर्नुहुन्छ है। यहाँको कुवेतको एयरपोर्ट चाहिँ भोलि 26 तारिकदेखि चाहिँ होइन यहाँको कुवेतको गभर्मेन्टले नै अनाउन्स गरेको छ कि 26 तारिकदेखि चाहिँ कुवेतको एयरपोर्ट खोल्दैछ भनेर होइन। तर नेपालमा चाहिँ जाने नजाने कुरा चाहिँ तपाईँहरू धेरै कन्फ्युजमा हुनुहुन्छ, किनकि कुवेतको एयरपोर्ट खोलेपछि विश्वभर नै कुवेतबाट चाहिँ जान सकिन्छ। चाहे त्यो दुबईमा हो, चाहे ओमानमा, चाहे विश्वमा, चाहे हामी नेपालमा जहाँसुकै हो तपाईँ हामी चाहिँ जान सकिन्छ। तर एउटा कुरामा डिपेन्ड पर्छ कि तपाईँको घरको साउसाउनीले चाहिँ तपाईँलाई पठाउने नपठाउने कुरामा चाहिँ धेरै भर पर्छ। अहिले तत्काल खोल्दाखेरि चाहिँ टिकटहरू चाहिँ महँगो हुनसक्छ, त्यही भएर चाहिँ तपाईँको घरको साउसाउनीले तपाईँहरूलाई विभिन्न बाहना बनाएको पनि हुनसक्छ। धैर्य राख्नुहोस्, कुनै न कुनै दिन तपाईँ चाहिँ जान पाउने हुनेछ है।